भारतबाट पक्राउ परेका दुर्गा परसाईलाई आज काठमाडौँ ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ। त्यसका लागि विशेष ब्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल भारत सीमा क्षेत्रमा पुगिसकेको छ। यही चैत 15 गते काठमाडौँको तीनकुरेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनपछि परसाई फरार भएका थिए। उनी झापाको काकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँग समन्वयमा खोजी जारी राखेको थियो। उनलाई खोज्न नेपाल प्रहरीका 3 विशेष टोली भारत नै पुगेको स्रोतले जनाएको छ। परसाईलाई आज आसामको गुवाहाटी हुँदै झापा ल्याउने र त्यहाँबाट काठमाडौँ ल्याउने स्रोतले जनाएको छ। झापाको काकडभिट्टा स्थित सीमा क्षेत्रमा परसाई परिवारका सदस्य र केही समर्थकहरू समेत कुरेर बसिरहेका छन्। प्रहरीले भने बिहीबार विज्ञप्ति जारी गर्दै दुर्गा परसाई भारतमा पक्राउ परेको समाचारलाई खण्डन गरेको थियो। परसाईको सचिवालयले भने उनले आसाम प्रहरीमा आत्मसमर्पण गरेको दावी गरेको छ। दुर्गा परसाई नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोस्टमा भनिएको छ, दुर्गा परसाई ज्यूले आफ्नो सुरक्षाको लागि आफै भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको छ। राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालको नामबाट सार्वजनिक एक विज्ञप्तिमा परसाईले जीवन रक्षाका लागि आसाम प्रहरीमा पुगेर आफूलाई सुरक्षित नेपाल पठाइदिने भनेको दावी गरिएको छ। नेपाल प्रहरीले परसाई नेपाल फर्किरहेको जानकारी नरहेको प्रतिक्रिया दिएकाले नेपाल प्रवेशसँगै उनको जीवन खतरामा पर्न सक्ने भन्दै विज्ञप्तिमा जीवन रक्षाका लागि पहल गरिदिन मानवाधिकार कर्मी, सञ्चारकर्मी लगायतलाई अनुरोध समेत गरिएको छ। राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत 15 गते गरेको प्रदर्शनको मुख्य कमान्डर दुर्गा परसाई थिए। सो प्रदर्शनले हिंसात्मक रूप लिँदा 2 जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। त्यसपछि प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका परसाई फरार भएका थिए। त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो। यसबीचमा परसाईले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए। प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगी सहित भक्तपुर सिन्धुली हुँदै बिर्तामोड स्थित बीएनसी मेडिकल कलेजमा पुगेको खुलेको थियो। त्यहाँबाट भागेर उनी भारत पसेका थिए। परसाईलाई काठमाडौँ ल्याएर संगठित अपराध, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ।